म अहिले पीडामा छु, हजुरलाई थाहा होला। मेरो काखको छोरो, 24 वर्षको कान्छो छोरो अमेरिकन आर्मीमा काम गर्दा गर्दै स्वर्गवास भएको, मृत्यु भएको जानकारी पाएँ। त्यहाँ मैले कुनै डेड बडी छोराको अनुहार हेर्नसम्म पाएको छुइनँ र यथार्थ घटना के हो भन्ने कुरो बुझ्न पनि राम्ररी पाएको छैन। लगभग यो 2 सालभित्रमा मैले आमा गुमाएँ, सासु आमा गुमाएँ, आमा समानकी भाउजू गुमाएँ, बुबासनका भिनाजु गुमाएँ, बडाउ बडामा गुमाएँ। अहिले फेरि तुरुन्तै आफ्नै काखको नाबालक छोरो, मेरालाई त नाबालकै थियो होइन। यो पीडा पनि कस्तो छ भने म जन्मेदेखि नै लगभग पीडामा थिएँ। जन्मेपछि त्यस पछाडि सङ्घर्ष गर्दै आएपछि 15-16 वर्ष पछाडि चाहिँ कति मेरा हड्डी भाँचियो होलान्, कति नसा चुडियो होलान्, कति लिटर खुन बग्यो होला, कस्तो पीडा र दुःख कष्टले यो जीवनको सङ्घर्ष चलाएँ होला, कस्तो भएर जिउँदो लास भएर म बाँचिरहेछु होला भन्ने मलाई मात्रै थाहा छ।